लसो सम्पूर्ण मेरा दर्शकहरूलाई टस्टले र आज उहाँको दोस्रो दिनमा मञ्जुश्री अर्थात् जुन जाम्बियाङको उहाँ अभिषेक प्रदान गर्नुहुनेछ हाम्रो परम पूज्य गुरु सजिएको मठी युनिभर्सिटीको द्वाराबाट र आशा छ हजुरहरूले पनि यो भिडियोको मार्फत के सिक्न पाउला के सुन्न पाउला भनेर साथै उहाँले के सन्देश दिनुभएको छ म हजुरहरूलाई नेपालीबाट छोटकरीबाट भन्न चाहन्छु। लसो हाम्रो परम पूज्य गुरु पाल्नु हुँदैछ र उहाँ केही छिनमा आसन ग्रहण गर्नुहुने हुन्छ र आशा छ श्रद्धालु भक्तजनहरूले पनि उहाँले भन्नुभएको कुराहरू मनमा राखेर पालना गर्नुहुन्छ भनेर र उहाँले धेरै मिठो मिठो कुराहरू भन्नुभएको छ यस दिनमा र सबै कुरा त यहाँ लिन सकेको छैन, तर पनि हजुरहरूले उहाँले भनेको कुराहरू चाहिँ मनमा राखेर पालना गर्नु भन्दै अनुरोध छ र अब उहाँ आसन ग्रहण हुनु भइसके। परम पूज्य गुरुले मञ्जुश्रीको विषयमा धेरै कुराहरू भन्नुभएको र त्यसभित्र जुन हाम्रो मञ्जुश्रीको घाँडोमा बनिन्छन् उहाँ चाहिँ कसरी लेखकमा आएको हो भनेर अनि छोटकरी भन्न चाहन्छु। लसो एक दिन मञ्जुश्रीका मठ या गुम्बा उद्घाटन हुनको दिनको अगाडि नै नालन्दा विश्वविद्यालयका ठुला विद्वानहरूलाई मञ्जुश्रीको केही श्लोकहरू लेखेर ल्याउनु भनेर आदेश दिनुभएको थियो र त्यहाँको ठुलो विद्वानहरूले आफ्नो इच्छाअनुसार भगवानको हिसाबमा सबैले लेखेर भोलिपल्ट जुन मञ्जुश्रीको मठको उद्घाटनको बेलामा सबैले ल्याउनु भएको थियो। त्यस बेलामा सबैको लेखक एउटै भएको अचम्म र एकदम अत्यन्त यस्तो खालको घटना भएको थियो र त्यही कारणले अहिले जुन हामीले घाँडोमा भन्ने पढिन्छन् त्यो चाहिँ एकदमै महत्त्वपूर्ण र त्यहाँ विश्वविद्यालयमा भएका ठुलो विद्वानहरूले एकदमै सबैको मनमा छुने र त्यस्तो खालको लेख्नु भएको थियो। त्यसै कारणले हजुरहरूले यस्तोहरू बुझ्नुपर्ने एकदमै ठुलो महत्त्वपूर्ण कुराहरू थाहा हुनुपर्छ र यो श्लोकहरू हजुरहरूले पढ्यो भने स्वयं जुन जाम्बियाङ जुन हाम्रो मञ्जुश्रीको दर्शन स्वयं पाउने पनि छन्। त्यही कारणले हजुरहरूले समयमै मञ्जुश्रीहरूको जपहरू गरिरहनु पर्ने हुने हुन्छ र यसमा अहिलेको समयमा प्रज्ञा भनी एकदमै महत्त्वपूर्ण कुरा हो। हामी बुद्ध भगवान प्राप्त हुनु छ भने र बुद्ध हुनु छ भने र प्रज्ञा छैन भने हामी बुद्ध कहिले पनि हुनु छैन। त्यसै कारणले प्रज्ञा चाहिने एकदमै महत्त्वपूर्ण छ र हजुरहरूले पनि यसको विशेष र यसको अभिषेक पाउनु र यसको विषयमा थाहा हुनु एकदमै महत्त्वपूर्ण र यसको विषयमा हजुरहरूले बुझ्नुपर्ने धेरै छ। त्यसैले हामी सबैजनालाई चाहिएको र बुझ्नुपर्ने यस्तो खालको अभिषेक चाहिँ लिएर अनि जुन जाम्बियाङ जुन मञ्जुश्रीको जप पनि गर्नुपर्ने हुनुहुन्छ र साथै आफूले भौतिक चित्तको मन परिवर्तन गरेर अनि संसारको प्राणीहरूको लागि सबैजना एकदमै राम्रो होस् र सबैको लागि कल्याणको लागि आफै पनि भौतिक चित्तको मनको भावना मन भोगेर सबैलाई बुद्धको मुक्तिमा पुर्याउँछु भनेर यस्तो आशा दिनुपर्ने हुनुहुन्छ भनेर भन्नुभएको थियो उहाँले। छोटकरीमा हजुरहरूलाई मैले सबै छोटो र मिठो गरेर अलिकति नलम्किनु गरेर हजुरहरू सुनाएको हो। आशा छ हजुरहरूले पनि केही कुरा सुन्यो, केही कुरा सिक्यो। उहाँले यस्तो कुराहरू राख्नु भइसकेपछि उहाँले हाम्रो मञ्जुश्रीको जुन गाउँमा बनिन्छ उहाँको लुङ यस्तो दिनुभएको थियो। लसो तपाईँहरूले राम्रो सुनिदिनु होला भन्न चाहन्छु।
मंजूश्री का अभिषेक वांग सकेरा हाम्रा टुकुरेम्बुर्छे खेम्बोरेम्बुर्छे लोबेरेम्बुर्छे बिच्छु बिच्छुनी उपासका उपासकीहरू सबैको अनुहारमा मिठो र एकदम राम्रो मुस्कान देखिरहेछ। साथै हाम्रो दानदाताहरूले पनि धेरै सहयोग गर्नुभएको छ, त्यसको लागि धन्यवाद भन्दै र हजुरहरू सबैजना खुसी र सुखी रहोस् भनेर प्रार्थनासँगै आजको लागि हजुरहरूलाई छोटो भिडियोमा हेरिदिनुमा धन्यवाद भन्दै राखिरहेछु।